प्रिय बालेन प्रिय बालेन, तिमीमाथि मेरो धेरै विश्वास थियो। रवि लामिछाने पछि कसैलाई सोचेको थिएँ त मैले तिमीलाई सोचेको थिएँ। तर आज तिमीदेखि पनि मेरो विश्वास हटिरहेको छ। देश बङ्ला नबङ्ला आफ्नो ठाउँमा छ, हामी विकास गर्न सक्ला नगर्ला त्यो आफ्नो ठाउँमा छ। तिम्रो राजनीतिक स्वार्थ आफ्नो ठाउँमा छ। तर तिमीले यो देश रोएको बेला, जनताहरू मरेको बेला जनताको आँसु पुछ्न एकचोटि शहीदलाई भेट्न पनि आएनौ, एकचोटि शहीद परिवारलाई पनि भेट्न आएनौ, कुनै सन्तना दिन आएनौ।